ओ भाइ साहब अलगै लेभलको फ्रड चलिरहेको छ नेपालमा। विदेशमा हुने, विदेशी रोजगारमा हुने दाजुभाइ दिदीबहिनीहरूलाई टार्गेट गरेर श्रम गरिदिने बाहनामा वा अन्य अनलाइन सर्भिसको बाहनामा मोटो पैसा असुलेर मान्छे फरार। एउटा घटना सेयर गर्दैछु। एकजना साथी उहाँको घर झापा, मैले उहाँको नाम खुलाइन। उहाँले मलाई मेसेज गर्नुभयो नेपालमा हुनुहुँदो रहेछ, युएमा वर्किङ भिजामा हुनुहुँदो रहेछ, भिजिटमा गएर वर्किङमा चेन्ज गर्नुभएको रहेछ। अनि नेपाल आउनुभएको रहेछ, श्रम गर्नुभएको छैन। अब श्रम गर्नु पर्यो भनेर उहाँले विदेशमा हुँदै बाट एउटा फेसबुकमा सर्च गर्दाखेरि श्रम गरिदिने भन्ने एउटा व्यक्ति वा ग्रुप फेसबुकको पेज भेट्नुभएछ। अनि उसलाई कन्ट्याक्ट गर्नुभयो, वाट्सएपमा एड हुनुभयो र अब उहाँको पहिलोपटक श्रम गर्ने, अहिलेसम्म श्रम गर्नुभएको थिएन, बायोमेट्रिक गर्नुपर्छ। पहिलोपटक गर्दाखेरि अहिलेसम्म श्रम भएको छैन भने बायोमेट्रिक भएको छैन तपाईँको, हामी मिलाउँछौँ भनेर 15,000 रुपियाँ नेपाली लिएछन्। अनि मान्छे जसले पैसा लियो, पैसा लिइसकेपछि फरार। अहिले न फोन उठाउँछ, न मेसेजको रिप्लाई गर्छ। मान्छे सायद मऱ्यो वा जिउँदो छ, त्यो काम गरिदिन्छु भन्ने मान्छे थाहा भएन, तर उसले मेसेजहरू यताउता रिप्लाई गर्दैन। मैले पनि त्यो वाट्सएप नम्बरमा मेसेज गरेर हेरेँ सेवाग्राही भनेर, तर रिप्लाई आएन। आवश्यक परे मैले त्यो वाट्सएप नम्बर सेयर गर्न पनि सक्छु, तर अहिलेलाई त्यो वाट्सएपमा यो प्रकारको लोगो छ, यो हेर्नु होला। यो वा अन्य कुनै जुनसुकै अनलाइन सर्भिसबाट तपाईँले चाहिँ श्रम गराउँछु भन्ने सोच्नु भएको छ वा अन्य सर्भिसहरू लिन खोजिरहनु भएको छ भने बुझेर मात्र गर्नुहोस्। तपाईँको पैसा ठोक्कैमा खेर जान्छ, 15,000 गयो। यदि त्यो मान्छेले हेरिरहेको छ भने भाइ त्यो पैसा खुरुक्क फिर्ता गरिदेऊ, या त उसको श्रम गरिदेऊ, जे कामको लागि पैसा लिएका हो, नभए पैसा फिर्ता गरिदेऊ। अप्ठ्यारोमा पर्छौ, यो कुरा चाहिँ याद गर्नु। सेवाग्राहीलाई सेवा दिएर आफ्नो जुन मेहनतको पैसा छ त्यो लिनु, 1,500 कति छ पहिल्यै भन्नु, यति पैसा लिन्छु भनेर दिन तयार छन् भने पैसा त्यो लिएर काम गरिदिनु, तर ठग्ने चाहिँ होइन, त्यस्तो गर्ने चाहिँ होइन। हामी पनि काम गर्छौँ, तर हामीले भनेरै आफूले लिने शुल्क मिनिमम त्यही पनि 5 गरी लिन्छौँ। ठग्न पायो भने त्यसरी ठग्ने चाहिँ होइन, त्यो चाहिँ एकदम नराम्रो। त्यसैले यदि विदेशमा हुनुहुन्छ, तपाईँले श्रम गर्नु पर्यो भने आफैले गर्न सक्नुहुन्छ, केही गाह्रो छैन। तपाईँले कसरी गर्ने भनेर यो भिडियो हेर्न पनि सक्नुहुन्छ। अन्य अरूका भिडियोहरू पनि छन्, जुन हेरे पनि भयो। एकदम सजिलो काम हो श्रम गर्नु, पुनः श्रम स्वीकृति लिनु। त्यसैले कसैलाई पनि अन्धाधुन्ध विश्वास गरेर अनलाइनमा त्यसरी चाहिँ भर परेर आफूले दुःख गरेर कमाएको पैसा खेर नफाल्नु होला। यदि तपाईँले पुनः श्रम स्वीकृति गर्ने हो, कसरी गर्ने भनेर कन्फ्युजन छ भने बुझ्नु, सजिलैसँग गर्न सक्नुहुन्छ। रिन्यू हो भने त एकदम इजी काम हो क्या। तपाईँलाई चाहिने भनेको तपाईँको पासपोर्टको फोटो, एमआरपी हो भने अगाडि पछाडिको भन्नाले पेज 2 र 3, 30 र 31। यदि ई पासपोर्ट हो भने पेज 2 र 3 को फोटो। त्यसपछि विदेशमा हुनुहुन्छ भने